सो हाम्रो आजको क्लास डे कति छ भने तिमीहरू लेख त लेखिसक्यो 15। सो आज चाहिँ हाम्रो एनडी लोक सेवा फाउन्डेसनको लाइभको डे 15 छ अनि तिमीहरू लेख्दैछ पार्ट 15 कन्स्टिट्युसन अफ नेपालको र धारा 90 बाट बाँकी छ। ओके, सो आज चाहिँ हामी बुझ्छौँ कन्स्टिट्युसन अफ जुन नेपालको जुन धाराहरू छ 308 वटा हाम्रो 189 सम्म कम्प्लिट भइसकेको छ विथ लजिक कसरी लर्न गर्ने। सो आज हामी बुझ्छौँ 190 देखि अब जति भ्याउँछ 1 घन्टामा त्यति हामी कभर गर्छौँ। सो अब हामी स्टार्ट गर्छौँ, ठिक छ। सो मेरो पहिलो प्रश्न छ, आज 190 जुन धारा छ हैन त्यसको म्याजिकल वर्ड के छ? लेख त कमेन्ट सेक्सनमा हाम्रो म्याजिकल वर्ड के छ। अनि नयाँ जो स्टुडेन्टहरू हामीले हेर्दैछ अहिले या अपलोड हुन्छ युट्युबको कोर्स सेक्सनमा, त्यहाँ हाम्रो कोर्स सेक्सनमा सबै भिडियोहरू छ। त्यहाँ आज डे 15 छ, त्यहाँ 14 वटा अलरेडी भिडियो त्यहाँ छ। आज डे 15 छ। सो कस्तो छ भने हामी सधैँ के गर्छौँ, वर्डको म्याजिकल वर्ड निकाल्छौँ अनि त्यसपछि धारा जुन संविधानको धारा छ त्यसको पिक्चर हामीले माइन्डमा बनाउनु पर्छ अनि दुईटै पिक्चरलाई रिलेट गरेर हामी लर्न गर्छौँ। यसरी लर्न गरिसकेपछि यसलाई भन्छ लर्निङ टेक्निक, रिलेट टेक्निक। अनि यसरी हामी लर्न गर्छौँ भने हामी सम्झिन पनि सजिलो हुन्छ, रिटेन्सन पावर बढ्छ, हामी छिटो बिर्सिँदैनौँ। सो अब म हिन्ट दिन गइरहेको छु, सबले हिन्ट भन्दैछ सर हिन्ट दिनुहोस्, ठिक छ। हेर 190 के हिन्ट छ भने सुरु स्टार्ट भएको छ डीले, लास्ट लेटर छ एस अनि कतिवटा लेटर छ भने 1 2 3 4 5 6 वटा लेटर छ। के हुन्छ? ए के रिलेटेड छ सोधिरहेको छ। ल म रिलेटेड के छ त्यो पनि भनिदिइरहेको छु। अब केले रिलेट गर्न सकिन्छ त्यो म हेरेर बताइरहेको छु। यहाँ अब कति छ? 190 छ हैन। मतदान तथा निर्णय, मतलब मतदान गर्ने बेलामा या निर्णय, मतदान तथा निर्णय, ठिक छ। ल उसको मिनिङ यो हो, मतदान तथा निर्णय। उसलाई इङ्ग्लिसमा के भन्छ? अब गेस गर। ल म यहाँ टाइप गरिसकेको छु, पठाइदिए। हेर डिबेज हुन्छ, DEBAYS। यसको मतलब के नेपालीमा लेखिरहेको छ? मतदान तथा निर्णय। सांसदहरू ठुलो डिबेज गर्दै मतदान गर्छन्। मतदान गर्ने बेलामा के गर्छ? डिबेज गर्छ। मतलब मतदान तथा निर्णय, यसको मिनिङ मतलब त्यो कसलाई भोट दिने त्यो निर्णय गर्नको लागि के गर्छ? सांसदहरू ठुलो डिबेज गर्छ। डिबेट टाइपमा सम्झिन सकिन्छ। ल अब हेर 190 मा संविधानको धारामा लेखेको छ यहाँ प्रदेश सभामा, ठिक छ, प्रदेश सभामा अनधिकार उपस्थिति भएमा वा मतदान गरेमा सजाय हो। प्रदेश सभामा अनधिकार मतलब अधिकार छैन तर पनि उपस्थित भएमा वा मतदान गरेमा सजाय हुन्छ। अब बताऊ, अब मतदान जसरी म फर्स्ट टाइम यो पालि भोट दिएँ, ठिक छ। कस्तो छ भने म अहिलेसम्म चाहेको भए दुईचोटि कि एक दुईचोटि म भोट दिएको हुन्थेँ तर दिएन, किनभने कसैमाथि विश्वास थिएन। यो पालि बालेन सरकार होइन, सबैले देशमा एकचोटि विश्वास गरौँ। नदिने मान्छे पनि भोटर लिस्टमा लाखौँ मान्छेले रेजिस्टर गर्यो अनि भोट दियो, जितायो, हो होइन। यो पालि म पनि भोट दिएँ। त कस्तो छ मान, भोट दिनलाई कमसेकम 18 हुनुपर्छ एज। मान कसै 17 छ भोट दिन जान्छ त उसलाई के हुन्छ? सजाय हुन्छ, हो होइन। त डिबेज भनेर हामी सम्झिन सक्छौँ, ठिक छ। मतदान तथा निर्णय रिलेटेड डिबेज छ भनेर हामी सम्झिन सक्छौँ। ल अब हामी जान्छौँ 191 मा। 191 ल 191 को म्याजिकल वर्डको म हिन्ट दिन्छु, ठिक छ। अहिले भर्खर म वर्ड युज गरेँ, यो डिबेजको सिमिलर वर्ड छ
जो भर्खर मैले बोलेको थिएँ तिमी राम्ररी सुन्यो होला भने आन्सर आइहाल्छ। डिबेजको सिमिलर मिनिङ हो अनि अहिले नै त्यो वर्ड मैले बोलेको थिएँ त्यो के हो लेख त, त्यो पनि डीले नै छ, डीले छ, लेख छिटो। म यहाँ टाइप गरेर बसिहालौँ। राधिकाको अलिअलि मिल्यो। ल म पुरा एन्सर सेन्ड गरिदिएँ। डिबेट, हेर त म पठाएको छु डिबेट, डिबेट गर्नु। हामी 191 को लजिकल के छ, डिबेट छ। तिमी त्यही लेख्न खोजेको स्पेलिङ मिस्टेक हो, स्पेलिङ करेक्सन गर, डिबेट गर्नु, ठिक छ। अब डिबेट भनेको बेला मिनिङ बुझ्छौँ हामी तब संविधानको धारा कसरी रिलेट गरेर हामी बुझ्छौँ। हेर डिबेट भनेको यसमा बैठक, मतदान सकिएपछि, जब मतदानको माथि कुरा गरे, मतदान सकिएपछि तुरुन्तै ठुलो डिबेट सुरु हुन्छ। हेर्दैन भोट दिएर आएर भन्छ ए यो जित्छ, यसमा धेरै भोट गर्छ, यो त्यो डिबेट गर्न थाल्छ होइन। तर थाहै छैन यसले जित्नवाला छ, यति भोट पडिसकेको छ, उसले यो भन्दै थियो, मैले यहाँ सुने यसले यति भोट दिइरहेछ, डिबेट सुरु भइहाल्छ। हो यो डिबेटलाई हामी 191 मा कसरी जोड्ने, त 191 मा संविधानको धारामा लेखेको छ बहसमा बन्देज, बहसमा बन्देज मतलब बहस गर्न पाउँदैन। त डिबेटमा बहस गरिरहेछ त उल्टा ए बहस गर्न पाउँदैन, बहस गर्न पाउँदैन, यहाँ हेरेको छैन मतदान चलिरहेछ भनेर हामी सम्झिन सक्छौँ। ल लेखिहाल त, लेखिसकेपछि नोटेड लेख, नोटेड लेख्ने, लेखिसके नोट गरिसक्यो भने म अगाडि बढ्छु। 192 मा जान्छु। 192 मा म्याजिकल वर्ड के हो, ल सबले नोटेड लेखिरहेको छ, गुड। अब हामी 192 मा गए। 192 को म ओके, ननभेज खानेहरूलाई सजिलो हुन्छ यो हिन्ट यस्तो छ हो। ल गेस गर त, यतिले बुझिहाल्छ ननभेज खानेहरू के होला यहाँ हो चिकन त मिलिरहेछ, चिकन तानिरहेछ, त्यो तानिसकेपछि के बच्छ, के फालिदिन्छ, त्यही हो एन्सर। लेख छिटो, छिटो छिटो लेख फटाफट। लेग पिस लेखिरहेछ आयुषी, भेज मान्छेलाई थाहा हुँदैन त। ल अरूजना लेख ननभेज खानेहरू छिटो छिटो। के लेखेछ, भुपे ननभेज, ननभेज धेरै खान्छ त्यसैले थाहा होला। कहाँ छ भुपे, आएछ कि आज? ओके हड्डी, हड्डी बच्छ राधिका हड्डी हड्डी, ल राधिका हड्डी लेख्यो। हेर त यो लेख्ने डिबोन लेख्ने, डिबोन, ठिक छ, यो हाम्रो छ डिबोन लेख। हेर डिबोन भनेको नि जसरी अब थाहै छ बोन भनेको हड्डी हुन्छ डिबोन के हो सुन ध्यानले, रिक्त स्थान हुँदा पनि कार्य सञ्चालन, यो हाम्रो संविधानबाट निकालेको छु जोड्नको लागि योसँग। हेर केही सिटीहरू हड्डी बोन झरेझै खाली छन् तर सभा चलिरहन्छ। जसरी हेर केही के अरे सिटी भन्दैछु म, हड्डीले सम्झ सिटी सम्झिहालेँ म। ल केही सिटहरू केही सिटहरू बोन झरेझै खाली छन् तर सभा चलिरहन्छ। त यो मिनिङ हो यसको, ठिक छ। अब यसलाई कसरी हामी जोड्ने त्यो तिमीहरू बताऊ। 192 मा दिएको छ सदस्य, सदस्यको स्थान रिक्त रहेको, सदस्यको स्थान रिक्त रहेको मतलब खाली छ पोजिसन, ठिक छ, र रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन मतलब खाली पोजिसन छ तर पनि चलिरहेको छ, के चलिरहेको छ, सभा चाहिँ प्रदेश सभाको कार्य सञ्चालन छ, प्रदेश सभाको कार्य कामहरू चलिरहेको छ सिट खाली भए पनि। त यसलाई हामी डिबोनसँग हड्डीसँग कसरी हामी जोड्ने, दिमाग लगाऊ त। ल कसरी लेख त छिटो छिटो तिमीहरू, छिटो छिटो लेख, छिटो छिटो। 192 तिमीलाई आन म यहाँ लेखेको छु बताइदिन्छु। लेख्यो? ल कोही लेखेन, सुन ध्यानले। के लेखेछु म भने सदस्यको स्थान रिक्त रहेको अवस्थामा प्रदेश सभाको कार्य सञ्चालन भयो, हो हैन। त कसरी जोड्ने, केही सांसदका सिटहरू कङ्कालको बोन झरे जस्तै खाली भए तर सभा डिबोन अवस्थामा पनि रोकिएन, काम चलिरह्यो।
डिपोन भनेको हाउस फङ्सन डिस्पाइट खाली हो होइन। त यसरी हामी राख्न सक्छौँ, ठिक छ। त के भन्न खोजेको छ नि, डिबोन भनेको बोन नभएको बुझ, मतलब रिक्त, पोजिसन रिक्त छ तर पनि चलिरहेको छ, ठिक छ। मतलब प्रदेश सभाको कार्य चलिरहेको छ, केही रिक्त पोजिसन सांसदको भए पनि चलिरहेको छ भनेर हामी सम्झिन सक्छौँ, ठिक छ। ल डिबोन भनेको बोन नभएको, मतलब सिटमा मान्छे नभएर पनि कार्य चलिरहेछ, यसरी हामी सम्झिने। ल अब लेख त, अब हामी कतिमा पुगे, 193। म्याजिकल वर्ड लेख त तिमीहरू। 193 को म्याजिकल के बनाउन सकिन्छ, म तिमीहरूलाई धारामा के लेखेछ भनिदिइरहेछु। प्रदेश सभाले समिति गठन गर्न सक्ने, ध्यानले सुन, प्रदेश सभा जो छ ले समिति गठन गर्न सक्ने, प्रदेश सभाले समिति गठन गर्न सक्ने, योलाई कुन म्याजिकल वर्ड हामी राख्छौँ भने हामी रिलेट गर्न सक्छौँ। ल लेख, छिटो छिटो लेख फटाफट। 193 मा हामी के राख्ने, ल अब म्याजिकल वर्ड पठाइदिए, हेर लेखिहाल, डेबिम, डिएवाई डे बिइएएम बिम, डेबिम, समिति गठन। हेर यसमा कसरी जोड्ने भने नयाँ समिति गठन हुँदा आकाशबाट डेबिम चम्किन्छ, मतलब नयाँ गठन भइरहेछ, कि नयाँ काम भइरहेछ त माथिबाट बिजुली के भइरहेछ, चम्किरहेको छ। आकाशबाट डेबिम मतलब त्यो लाइट चम्किँदैन, त्यसै चम्किरहेको छ, नयाँ कामको कङ्ग्रेचुलेट गरिरहेछ होइन। ल अब यसलाई प्रोपरली कसरी जोड्ने भने म बताइरहेछु, सुन। स्टोरी हाम्रो के छ भने डेबिमको स्टोरी, अब नयाँ समिति गठन हुने बित्तिकै आकाशबाट एउटा चम्किलो डेबिम सांसद भवनमाथि पर्यो, मानव नयाँ टोलीलाई आशीर्वाद दिइरहेको छ, बुझ्यो। यसरी हामी डेबिमलाई सम्झिन सक्छौँ कि नयाँ गठन भयो अनि त्यसपछि माथिबाट त्यो टल्किरहेको छ, त्यो एउटा आशीर्वाद माथिबाट पाइरहेछ नयाँ सांसदहरूलाई, यसरी हामी सम्झिन सक्छौँ। त मेन यही वर्ड हो डेबिम। डेबिममा त्यो लाइट तलाउनु, आशीर्वाद दिनु, कसलाई, नयाँ नयाँ सांसद गठन भयो त्यसलाई, गठन भयो जो सांसद नयाँ नयाँ छ आशीर्वाद दियो भनेर माथिबाट यसरी हामी सम्झिन सक्छौँ। त मेन कमाल भनेको यो म्याजिकल वर्डकै हो। म्याजिकल वर्ड छ र दुई चारचोटि रिड गरिहाल्यो भने संविधानको धाराहरू त हामी सम्झिन एकदम सजिलो हुन्छ कुन धारामा के छ भनेर। ओके, नोटेड लेख त, यतिसम्म क्लियर भयो भने, कि क्वेसन छ भने क्वेसन पनि सोध्न मिल्छ। ल नोटेड आयो, ल ओके। ल अब हामी गयो कतिमा, 194। 194 को म्याजिकल वर्ड के छ भने, म लेखिदिएँ, लेख, हेर राखिहाल। 194 मा छ डे बार छ, डे बिएआर बार, डे बार। अब तिमीहरू मलाई बताऊ डे बारलाई हामी संविधानको धारामा जुन लेखेको छ कसरी जोड्ने, अब तिमीहरूले बताउनु छ, म बताउँदैन। यो प्रदेश सभाको कार्य सञ्चालन विधि, जो प्रदेश सभाको काम छ त्यो कार्य छ कसरी सञ्चालन हुन्छ त्यसको प्रोसेस दिएछ, विधि भनेको चाहिँ प्रोसेस हुन्छ। त डे बारसँग कसरी जोड्ने, हामी के लेख्दैछ, बार, यो खाएर चलाउँछ, सञ्चालन गर्छ। ल छिटो छिटो राम्रो लेख, राम्रो एन्सर लेख छिटो, म हिन्टहरू पनि दिइदिइरहेको छु। डे बारलाई जोड्नु छ कार्य सञ्चालन विधिसँग, खाएर कार्य चलायो के, समितिका सदस्यहरू डे बार पार गरेर मात्र काम गर्न पाउँछन् ल अब अलिकति हिन्ट पनि दिए, बताऊ छिटो छिटो कसरी हुन्छ, बताऊ छिटो, भर्खर हिन्ट पनि दिए, एकजना लेख्दौ छिटो छिटो, हेरौँ कसले आन्सर दिइरहेछ करेक्टली। लायुसी छिटो लेख, राधिका, राहुल सबै आन्सर लेख्न छिटो। बताइदिनु, हेर डे बारलाई जस्तै सचिवालयमा एउटा विशाल डे
के कहाँ गयो ल डे बार प्रदेश सभाभित्र एउटा जादुई डे बार छ जसले त्यो बार पार गर्छ उसले सबै कार्यविधि नियम पालना गर्नै पर्छ। चाहे हामीले अब डे बार छ दिनमा बिहान बिहान बारमा गएर अनि जान्छ सरकारी कार्यालयमा काम गर्न यसरी पनि हामी सम्झिन सक्छौँ। अब आफै सम्झिहाल्ने कसरी सम्झिनु छ। ठिक छ, डे बार छ दिनमा बारमा जान्छ अनि गएर अफिस जान्छ अनि कार्य सञ्चालन गर्छ। अनि के भयो बालेन सरकारले जेलमा गरिदियो ठिक छ, यसरी हामी सम्झिन सक्छौँ। 195 मा जाऊ। 195 को म्याजिकल वर्ड के छ तिमीहरू गेस गर। ल गेस गर, मैले हिन्ट दिइसकेँ। 195 को म्याजिकल वर्ड के हो हिन्ट दिइसकेँ त। की भनिरहेछ कि होइन यो केटाहरू यहाँ लगाउँछ ब्याङ्गल्स म के भनिरहेको छु कि भनिरहेको छु गल्ती हो। अनामिकाको राइट एन्सर घन्टी 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 घन्टी। अब के हो हाम्रो घन्टी होइन किवर्ड के हो बेल हो। बेल लेखा त बेल हो बेल बेल लेखिहाल कुछ भी होइन साँच्ची के यसो घन्टी बजाउँदैन यसरी कसरी बजाउँछौ घन्टी तिमी अनि ल। अब यो घन्टीलाई 195 मा जो लेखेको छ धारामा कसरी जोड्ने सुन। प्रदेश सभाको सचिव र सचिवालय, प्रदेश सभाको सचिव र सचिवालय दिएछ त प्रदेश सभाको सचिवलाई र सचिवालयलाई घन्टीले कसरी जोड्ने हो। यो पालि घन्टी बज्यो अनि घन्टी जित्यो अनि सचिव र सचिवालयमा खाली घन्टीवाला मान्छेहरू छ भनेर सम्झिहाल्ने। ठिक छ, एउटा यो भयो। अर्को हेर अर्को पनि एउटा लेखेको छु म। अर्को के छ भने के छ हेर्नु पर्यो मलाई, रुक एकछिन। अब यसको के छ भने एउटा अझ छ 195 एउटा अझ छ सुन डे बुक पनि राख्न सक्छ। जसरी अब यहाँ राधिका भन्दै थियो कहाँ सर जे भने पनि हुन्छ घन्टी भनेर पनि भइहाल्छ। तर तिमीलाई चाहिँ होइन सर अर्को पनि मलाई एउटा दिनु होइन अर्को म्याजिकल वर्ड म दिइरहेको छु तिमीलाई। ल डे बुक लेख्न सक्छ डे बुक यसलाई पनि राख्न सक्छ। अब डे बुकलाई कसरी जोड्ने भने सचिवालयमा एउटा विशाल डे बुक छ सांसदमा बोलेको हरेक शब्द र निर्णय त्यसैमा लेखिन्छ। बुझ्यो बुझेन भन्दैन म माननीय ज्यूलाई ध्यान आकर्षण गराउन चाहन्छु त ध्यान आकर्षण गराइसकेपछि सुनिरहेको हुन्छ अनि लेखिरहेको हुँदैन के को भन्यो भनेर हो। त डे बुक हुन्छ भने डे बुक मतलब किताब धेरै ठुलो किताब दिमागमा पिक्चर आउँछ त्यसमा मान्यजी सबै सुनेर मान्यजीकोहरूको ध्यान आकर्षण भन्छ नि कि यो कुरा भन्न चाहिरहेको छु त त्यो कुरा लेखिरहेको हुन्छ त्यो किताबमा सम्झिने। त त्यो कहाँ सचिवालयमा अनि सांसदहरू यसरी गरेर याद भइहाल्छ। प्रदेश सभाको सचिव र सचिवालय भनेर सचिवालयमा ठे ठुलो बुक छ अनि कहिले लेखिरहेको छ सचिवले लेखिरहेको छ भनेर सम्झिने प्रदेशमा। ठिक छ, सांसद भवनमा होइन किनभने यो प्रदेश व्यवस्थापिकाको बारेमा कुरा चलिरहेको छ। भाग 14 मा के को बारेमा छ प्रदेश व्यवस्थापिकाको बारेमा छ। ठिक छ ल 196 अब 196 मा के छ भने संविधानको धारामा बताइदिउ पहिला एकदम इजी छ। पारिश्रमिक हेर जो मान्छे मेहनत गरिहाल्छ के पाउँछ हो। जस्तै आज यसैले मलाई याद आयो आज एकदम खुसीको खबर छ हामीसँग तिमीहरू जो क्रिएटरहरू छ होइन उसलाई थाहा होला कि प्रार्थना आज 5 वटा भिडियो क्रिएसन गर्ने अपर्च्युनिटी पायो एन्ड टुडे सी अर्न्ड होइन मोर देन 5000 जस्ट बाई क्रिएटिङ 5 सिम्पल क्लिप्स सी गट मोर देन 5000 भिडियो के अरे पैसा मनी होइन जस्ट इन 3 आवरमा 5 वटा एकदम कन्भर्सेसन टाइपमा भिडियो एन्ड सी गट मोर देन 5000 कति पायो त्यो भन्न मिल्दैन त मोर देन 5000 जस्ट इन 3 आवर उसले अर्न गर्यो आज। कति राम्रो छ। त्यो पनि क्लास 8 को स्टुडेन्ट हाम्रो एनडीको क्रिएटर 8 मा पढ्ने स्टुडेन्टले यस्तो गर्यो सोच। त्यही भनेको तिमीहरू पनि गर्न सक्छ।
तिमीहरूमा जुन सिकाएको छु नि एकदम लाग्नु पऱ्यो क्या त्यसमा, मेहनत गर्नु पऱ्यो अनि हुन्छ। अल्छी गरेर साथी गर्छ भने म गर्छु, साथी जान्छ भने म जान्छु, साथी पढ्छ भने म पढ्छु भनेर त्यस्तो दिमागमा छ भने कहिले पनि केही हुँदैन। जहिले पनि वान म्यान आर्मी हुनुपर्छ के, एकदम आर्मी जस्तो। सो वन्स अगेन सबले कङ्ग्रेचुलेट गरिदेऊ, एकदम क्ल्याप गरिदेऊ होइन प्रार्थनाको लागि। एकदम खुसीको खबर छ। र तिमीहरूलाई दोस्रो पनि एउटा खुसीको खबर छ। आज रिजल्ट आयो इन्ट्रान्सको, अनि इन्ट्रान्समा पनि फेरि समीरले टप गर्यो। दोस्रो एकदम गुड न्युज छ हामीसँग आज। सो आजै समीरले टप गर्यो अनि भोलि चाहिँ उसको एडमिसन हुन गइरहेछ, अनि त्यो फुल स्कलरसिपमा नेपालकै 5 नम्बरमा पढ्छ अनि मध्य प्रदेशको वीरगन्जको नम्बर 1 कलेजमा भोलि एडमिसन हुन गइरहेछ, त्यो पनि +2 साइन्स फ्री अफ कस्ट। सो एकदम बधाई छ समीर। अनि तिमीहरू पनि एकदम कङ्ग्रेचुलेट गरिदेऊ होइन समीरलाई। तिमीहरू पनि मेहनत गर के, मेहनत बिना मेहनतको केही पाउँदैन। वान म्यान आर्मी एकदम मेहनत गर्ने हुनुपर्छ, बिना मेहनत गरिकन केही पाउँदैन। ल यहाँ लेख्दैछ अनामिकाले प्रार्थना त्यसको के लेखेछ किन अनामिका के भयो तिमीलाई, दुश्मनी छ? राधिका लेख्दैछ कङ्ग्रेचुलेसन टु प्रार्थना एन्ड समीर। ओके, क्लासमा यस्तो अब वास्तवमा अनामिका थाहा छ त्यो वास्तवमा राम्रो हो, त राम्रो भएपछि त राम्रो बताउँछ नि म राम्रो हो, त्यसमा नराम्रो के सोच्ने। तिमी पनि यहाँ लाइभ आएर चाहिँ तिम्रो एप्रिसिएट म गर्दैन सधैँ। तिमी पनि एकदम पढाइमा हरेक स्किल सिक। अब तिमी अहिले त सोच त प्रार्थना चाहिँ 150वटा भिडियो बनाइसकेछ, यति राम्रो अपर्च्युनिटी, हरेक कुरामा अवार्ड रिवार्ड पैसा जितिरहेको छ। राम्रोलाई राम्रो भन्नुपर्ने हो क्या। तिमी पनि अब एन्डी क्रिएटरको होइन, तिमी भन्यो सर आउँछु आउँछु अहिलेसम्म आएन, आऊ तिमी पनि अब क्लब जोइन गर, अगाडि बढ, तिमी पनि राम्रो गर, हो होइन? अनामिका सरको फेभरेट हो यस्तो। राधिका थाहा छ मतलब जो राम्ररी पढ्छ नि, राम्रो गर्छ, राम्रो रिजल्ट ल्याउँछ, त्यो हरेक टिचरको फेभरेट हुन्छ। ओके, एक्जाम चलिरहेछ, ठिक छ अनामिका, एक्जाम पछि नै गर्नु हो। समीर मेक भिडियो बेटर देन सर, तिम्रो पनि त हो। जो राम्रो गर्छ उसको म तारिफ गर्छु। अब जो राम्रो गर्दैन त कहाँ तारिफ हुन्छ? बिना मेहनतको के पाउँछ? पाउँदैन। ओके, ल अब हामी अगाडि बढ्छौँ। अब हेर मैले के भनेको थिएँ, 196मा संविधानको धारामा लेखेको छ पारिश्रमिक। सो प्रार्थनाले आज 5वटा सर्ट क्लिप बनाइदियो, 5000+ पायो पैसा, मोर देन द्याट होइन। मैले जस्ट एउटा सिम्पल हिन्ट दिएँ मात्र, त्योभन्दा बढी पैसा पाएको छ। म किन भन्न खोज्दैछु भने उसले मेहनत गर्यो, पारिश्रमिक पायो। यो धारा कतिमा लेखेको छ? 196। यसरी तिमी सम्झिन सक्छ। तर पनि हाम्रो म्याजिकल वर्ड के छ त्यो लेखिहाल। यसको छ डिबेज छ, DEBAGE, डिबेज। अब यहाँ लेखाइरहेछ च्याट जिपिटी भनेछ के अरे यो के भन्छ यसलाई, टिकटक कि होइन यो लेख्न पाउँदैन तपाईँलाई, तिमी लेखिहाल आफै, DEBAGE, डिबेज। डिबेज भनेको ब्याज सम्झिने के, BADG, ब्याजले डिब्याज सम्झिने। ब्याज पाउँछ नि, ब्याज यहाँ लेखाउँदैन, ब्याज पाउँछ नि, हो त्यो ब्याजलाई डिब्याज भनेको ब्याज सम्झिहाल्ने हो। त जसरी माना अब तिमीले कसरी सम्झिने, ब्याजले कसरी मतलब ब्याज पायो मतलब एकदम राम्रो गऱ्यो नि तिमीले पायो, त पारिश्रमिक भनेर यसरी हामी सम्झिन सक्छौँ। लजिकमा सुरुमा DE लगाइदेऊ, DE BAGE, डिब्याज छ, डिब्याजको सिमिलर छ ब्याज, ब्याज पायो मलाई। ब्याज भन्ने कब पायो? जो पारिश्रमिक गर्छ, परिश्रम गर्छ त पारिश्रमिक पाउँछ भनेर हामी सम्झिन सक्छौँ। ओके, ल सो बधाई छ सबैजनालाई। संविधानको भाग 14 मतलब पार्ट 14 कम्प्लिट भइसक्यो। सो हामी अब पार्ट 15 को डिस्कस गर्छु अब, ठिक छ? संविधानको जो भाग 15 छ, जो 196 कतिबाट 196 धाराबाट
तिम्रो 202 सम्म यो छ। ठिक छ, यो पार्ट चाहिँ पार्ट 15 कतिदेखि छ 90 के अरे 196 बाट 202 सम्म धाराहरू भाग 15 मा छन्। ठिक छ, त भाग 15 के सम्बन्धी छ त संविधानको त्यसमा लेखेको छ भाग 15 मा प्रदेश व्यवस्थापन कार्यविधि, प्रदेश व्यवस्थापन कार्यविधि, प्रदेश व्यवस्थापन कार्यविधि मतलब व्यवस्थापन गर्ने विधि कार्यविधि हैन, कसरी व्यवस्थापन गर्ने त्यसको बारेमा यहाँ दिएको छ। 2 4 6 टोटल 6 वटा धारा छ। त 196 मा के लेखेको छ भने प्रदेश सभाको व्यवस्थापकीय अधिकार। त यसलाई सम्झिनको लागि हाम्रो लजिक के छ भने त्यसको म हिन्ट दिन्छु, तिमीहरू गेस गर। जे आर्मीहरू के लिएर जान्छ कुनै ठाउँमा, त्यही हो ए गन होइन, अर्को कुरा छ, अर्को कुरा छ, लेख त। खालि गनै लिएर जान्छ भनेको छ, ब्याग र गन। ल भन त वर्ल्ड वार जस्तै 1 भयो 2 भयो त्यसमा जब आर्मीहरू लड्न जान्थ्यो त खालि गन र ब्याग लिएर जान्थ्यो। अझ गेस गर छिटो छिटो अझ भन, अझ गेस गर छिटो छिटो फटाफट। खाना पानी हतियार स्टोन ढुङ्गा लिएर जान्थ्यो लड्न हेर ट्याङ्क TANK मैले लेखेँ, ट्याङ्क लिएर जाँदैन, ट्याङ्कमा हुन्छ होइन, ट्याङ्कमा हुन्छ नि, हो खुकुरी लेखिरहेछ, ट्याङ्क हुन्छ, ट्याङ्क लेखिहाल ट्याङ्क। ल अब ट्याङ्क जुन छ उसलाई हामी कसरी जोड्ने 196 मा, के अरे 196 भनिरहेको छु म, 197 नि, 197 देखि लिएर 202 छ भाग 15। ठिक छ, त 197 को म्याजिकल वर्ड हो ट्याङ्क। 196 के थियो ब्याज थियो, त्यो ब्याज डिब्याज भनेर। ल ठिक छ, गोली खतम भए हाल्छ भने फाइट गर्नको लागि। ओके ल ठिक छ, अब तिमीहरू लेख त 197 को प्रदेश सभाको व्यवस्थापकीय अधिकारलाई ट्याङ्कसँग कसरी जोड्ने, केही आइडिया लेख त तिमीहरू? छैन भने आइडिया म बताउँछु। वान 97 कहाँ छ, यहाँ छ। ल हेर, प्रदेश सभाको व्यवस्थापकीय अधिकारलाई जोड्नु छ भने हाम्रो के छ लजिक भने सुन, प्रदेश सभाले आफ्नो व्यवस्थापकीय अधिकार प्रयोग गर्न ठुलो ट्याङ्कले सम्पूर्ण सांसदको सुरक्षा गरिरहेको छ। हो, प्रदेश सभाको व्यवस्थापकीय अधिकार मतलब व्यवस्थापन गर्ने अधिकारको लागि ट्याङ्क, ठुलो ट्याङ्क छ, त्यसले के गरिरहेछ, ठुलो ट्याङ्कले सम्पूर्ण सांसदको सुरक्षा गरिरहेको छ भनेर हामी सम्झिने। अब व्यवस्थापकीय छ त कसरी व्यवस्था गरेको छ हैन, प्रदेश सभाको अधिकारको मतलब सम्झिनको लागि व्यवस्था जुन बनेको छ प्रदेश सभाको व्यवस्था, यो व्यवस्था भनेको त एउटा ठुलो ट्याङ्क छ अनि सबै सांसदको मान्छेलाई बचाइरहेछ। किन बाँचेन भने अब सबै देश कसरी चल्छ होइन, प्रदेशको कुरा छ भने प्रदेश सभाको जति सांसदहरू त्यसमा बसेको छ उनीहरूलाई ट्याङ्कले एकदम ठुलो सांसद भवनको वरिपरि या जहाँ जसरी उनीहरू सबै बसेको छ होइन, त्यो बचाउनको लागि मतलब के छ, ठुलो ट्याङ्क छ। अनि यसरी हामी सम्झिन सक्छौँ के भने प्रदेश सभाले आफ्नो व्यवस्थापकीय अधिकार प्रयोग गर्दा ठुलो ट्याङ्कले सम्पूर्ण सांसदको सुरक्षा गरिरहेको छ। त हामी सिम्पल ट्याङ्क छ त ट्याङ्कले के गरिरहेछ त सुरक्षा गरिरहेछ। त सुरक्षा कसलाई गरिरहेछ होइन, किन गरिरहेछ, यो प्रश्न गर्यो भने हाम्रो दिमागमा आउँछ कि व्यवस्थापनको लागि यो सुरक्षा गरिरहेछ। सुरक्षा गरेन भने यो प्रोपरली स्मुथली चल्नको लागि व्यवस्थापन हुन सक्दैन बिना सांसदको, हो होइन।
त यसरी हामी सम्झिन सक्छौँ। ल अब छ 198। ल अब लेख 198 को म्याजिकल वर्ड। तिमीहरू थाहा छ सधैँ चाहिँ एकदम चाहन्छ ल्याउन, त्यो के हो? त्यही हो म्याजिकल वर्ड यसको। तिमीहरू अहिले पनि चाहिरहेछ ल्याउन, के हो त्यो? गेस गर। राम्रो मार्क्स होइन, यहाँ लाइभमा हो। टप मिल्यो, एउटा वर्ड मिलिसक्यो। टप के? टप लाइक्स होइन, टप लाइक्स टप ऱ्याङ्क होइन, टप भ्युज। ठिक छ, लाइक यहाँ टप ल्याइरहेछ, तर धेरै मान्छेहरूको सेयर गरेर भ्युज पनि त ल्याइरहेछ नि। ल यही नाममा सेयर गरिदेऊ सबै साथीहरूलाई, किन आएन अझ धेरै साथीहरू तिम्रो? हो, टप भ्युज लेखिहाल। अब टप भ्युजलाई संविधानको धारा 198 मा जुन लेखेको छ त्यो कसरी रिलेट गर्ने हामी? 198 मा दिएछ प्रदेश सभामा विधायक प्रस्तुत गर्ने विधि। प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधि, नियम कानुन के लेखेको हुन्छ त्यो भनेको प्रदेश सभामा विधेयक प्रस्तुत गर्ने विधि। त्यो विधि कस्तो छ भने टप भ्युज। कसरी जोड्ने भन त? त्यसलाई जोड्ने कसरी? लेख एकजना छिटो छिटो। टप भ्युजलाई कसरी जोड्ने? ल छिटो छिटो लेख फटाफट। ल सुन, म भनिदिरहेको छु, ल ध्यानले सुन। टप भ्युज जुन छ त्यसलाई हामी कसरी जोड्ने नि कि नयाँ विधेयक प्रस्तुत गर्दा प्रदेश सभाको टप भ्यू ठुलो स्क्रिनमा देखाइयो। मतलब जस्तै नयाँ विधेयक प्रस्तुत गर्दाखेरि ठुलो स्क्रिनमा हेराइरहेछ, ठुलो स्क्रिनमा एकदम, कि त्यहाँबाट धेरै भ्युज गयो, धेरै मान्छेले हेऱ्यो। अब टप भ्युज भने दिमागमा आउँछ ठुलो स्क्रिन। ठुलो स्क्रिनमा के हेरिरहेछ? नयाँ विधेयकलाई। त नयाँ कुरा, नयाँ विधेयकलाई त्यहाँ के गरेर हेराइरहेछ? जसरी तिमीहरूलाई रुक, यसको हल्का डिटेलमा पनि हामी कुरा गरेको राम्रो। हेर, अब विधेयकलाई म इङ्ग्लिसमा के भनेको थिएँ? बिल भनेको थिएँ। बिल पास गर्छ नि सांसदहरूले। विधेयक भनेको इङ्ग्लिसमा बिल भनिरहेको छ। ठिक छ, भनेको संसदमा छलफलका लागि पेश गरिएको कानुनको मस्यौदा वा प्रस्ताव हो। विधेयक भनेको बिल हो, जो मतलब हुँदैन सांसदहरूले आफ्नो आफ्नो ठाउँमा के समस्या छ, लक्ष्य हेर्नुहोस् यस्तो समस्या छ, यस्तो नियम हुनुपर्छ, यो समस्या हुँदैन। जस्तै म अस्ति पनि इक्जाम्पल दिएको थिएँ कि बोर्डरमा 100 रुपिजको ल्याउन पाउँछ, तर त्यहाँ गएर यहाँको सांसद के कुरा राखेको थियो, कमसेकम 5,000को ल्याउन दिनु। गरिब मान्छेहरू कसरी 100 रुपियाँमा के आउँछ के आउँदैन, कमसेकम 5,000 हुन्छ भने जो गरिब व्यक्तिहरू छ त्यो त दाल चामल तरकारी यही ल्यायो भने 5,000को किरानाको सामान हुन्छ, त्यति कमसेकम ल्याउन दिनुहोस् भनेर राखेको थियो। त्यसले भन्छ के? विधेयक भन्छ, बिल पेश गर्छ। त्यो राम्रो हुन्छ, पारित भइहाल्छ, त त्यही नियम बनिहाल्छ, नियम लागिहाल्छ। ठिक छ, ल डन। अब हामी जान्छौँ 199। अब एउटा मात्र बाँकी छ 200 पुग्न। टोटल धारा 308 मा तिमीहरूले 200 धारा सकाइसक्यो। दुईटा बाँकी छ, अनि दुईटा भइसकेपछि 200 सकिहाल्छ। जस्ट 108 वटा धारा मात्र बच्छ अब। अनि यो महिनामा हामीसँग 1 हप्ता छ, अनि 1 हप्तामा 108 वटा हामीलाई सकाउनु छ। सकाइसकेपछि यो महिनामा सबै धाराको लजिक बनिहाल्छ, अनि 308 वटा धारा तिमीहरूलाई भन्न आउनुपर्छ। बुझ्यो नि? अनि गएर यो मन्थको 1 घन्टा लाइभ गरेको एचिभमेन्ट राम्रो हुन्छ। ल 199 को के छ भने अब लजिक के छ त्यो भनिदिरहेको छु। रुक, यहाँ मोबाइल नै ह्याङ भइसक्यो। ल 199 मा के छ भने TI, ल पठाएँ म,
म्याजिकल वर्ड लेखिहाल 199 को यो म्याजिकल वर्ड हो। विधेयक पारित गर्ने विधि, ठिक छ। त हामी विधेयक पारित भएपछि सबै टिपा टिप्पणीमा नाच्न थाले। बुझ्यो, टिपा टिप्पणी गर्दै नाच्न थाल्यो। त कसरी हामी जोड्ने नि, सुन ध्यानले। कस्तो छ 198 मा के लेखेछ, संविधानको धारामा विधेयक पारित गर्ने विधि, मतलब विधेयक जो बिल जो सांसदले हुन्छ नि आफ्नो कुरा राख्यो, त्यो विधेयक पारित गर्ने विधि। अब पारित कसरी हुन्छ, विधि के हो, नियम के हो पारित हुने, त्यो 199 मा छ। त त्यसलाई हामी कसरी जोड्ने, टिप्पीसँग। ल दिमाग लगाऊ त, 199 मा जो टिप्पी छ उसँग हामी जोड्ने कसरी। ल एकजना लेख छिटो छिटो, आएन भने म यहाँ बताइदिन्छु। हो टिप्पी हो। त टिपा टिप्पणी गरिरहेको थियो कि यसरी पारित हुन्छ त्यसरी पारित हुन्छ, तपाईँ यो लेख्नु हुँदैन, यस्तो हुन्थ्यो भने पारित भइहाल्थ्यो। टिपा टिप्पणी गर्न थाल्यो। त टिप्पी भन्ने बित्तिकै मतलब कुनै बिल पेस भइरहेछ त पारित गर्ने विधि कस्तो छ त्यसको बारेमा दिएको छ भने हामी सम्झिन सक्छौँ। जसरी यहाँ के दिइरहेछ, विधेयक पारित भएपछि सांसदहरू खुसीले टिपा टिप्पणीमा नाच्न थाले। टिपा टिप्पणीमा नाच्न थाले। विधेयक पारित हुने विधि कुरा थियो, पारित भइसक्यो त्यो विधिले, त सब टिपा टिप्पणी गर्दै नाच्न थाल्यो भनेर हामी सम्झिन्छौँ, ठिक छ। ल यहाँसम्म सबै नोट गरिसक्यो भने नोटेड लेख त सबैजनाले। ल फाइनली धारा 200 मा हामी पुगिसके, धारा 200 मा पुगिसके। 200 के हो लेखिरहेछ, टिकटकले तपाईँलाई 200 लेख्न पाउँदैन, कुनै वर्डलाई भन्छ लेख्न पाउँदैन। ल 200 मा थाहा छ संविधान धारामा के लेखेको छ, विधेयक फिर्ता लिन सक्ने। अब विधेयक जो छ, जो बिल छ त्यो फिर्ता पनि लिन सक्छ, खाली पारित थोरै हुन्छ, फिर्ता पनि हुन्छ। विधेयक फिर्ता लिन सक्ने 200 मा लेखेको छ। यसलाई हामी म्याजिकल वर्ड कुन राख्यो भने मिल्छ, ल भन त। ल म तिमीलाई भन्छु। ल त्यो वर्ड चाहिँ तिम्रो घाँटीको माथि छ। ल तिमीहरू सबजनाको घाँटीको माथि छ त्यो वर्ड, म्याजिकल वर्ड जुन 200 मा छ हाम्रो। लेख त के छ त्यो। फर्स्ट लेटर भन्दैन त बुझिहाल्छ त, यो घाँटीको तिम्रो माथि छ, यो घाँटीको माथि छ त्यो कुरा, त्यसको बिना तिमी बाँच्न सक्दैन। त्यो के हो, के लेखेछ, मुख हो है। मुख भएन त मान्छे बाँच्न सक्दैन। यो मुख भएन भने बाँचिहाल्छ त। मुख के हो, खाना खानको लागि। त खाना त पाइपले पनि खुवाइदिन्छ मान्छेलाई। अन्त फेरि टिपा टिप्पणी फेरि यहाँ हुन थाल्छ। यहाँ लेखिरहेछ कोही ब्रेन लेखिरहेछ, कोही खोपडी लेखिरहेछ, कोही टङ लेखिरहेछ, कोही नाक लेखिरहेछ, कोही दाँत लेखिरहेछ, कोही कान लेखिरहेछ। भनेपछि सर एउटा त राइट भइहाल्छ। ल राइट भइसक्यो त राधिकाको एन्सर, नाक हो, नाक, यो नाक, ठिक छ। नोजेज सम्झिहाल्ने यसमा। अब कसरी याद गर्ने हो, नाकलाई कसरी सम्झिने, हेर सुन। विधेयक फिर्ता लिन सक्ने छ नि, फिर्ता लिने, त नाकलाई के सम्झिने कि विधेयक फिर्ता लिनु पर्दा सबै सांसदले आफ्नो नोजेस समाते, नाक समातिहाले। कस्तो भइहाल्यो, जिम्मा थाहा छ कि हामी कहीँ गइरहेको हुन्छौँ, बाटोमा केही गनाउँछ, नराम्रो हुन्छ, यसै गरेर भाग्छ छिटो होइन। चाहे मुख कोही बन्द गर्छ तर यसो नाक समातेर भागिहाल्छ होइन। त्यस्तै के नराम्रो गनाइरहेछ, नराम्रो कुरा छ त नाक समातेर भागिहाल्छ हामी त्यहाँबाट। त्यसै हामी सम्झिन सक्छौँ कि जसरी बेचारा बिल पास भएन त नराम्रो भयो, सब झिस्काइरहेको थियो, यसरी सम्झिहाल्ने। नोजे नाक समातेर झिस्काइरहेको थियो, ए यसको खत्तम थियो, पास भएन त। ठिक छ, यसै गरेर हामी लर्न गर्न सक्छौँ।
नाक हुँदै भने खराब चिजको स्मेलले आउँदै के लेख्छ सर गुड एक्सप्लेन हो यस्तै अनरियलिस्टिक लजिक हो यो ओके ल ओके ल हामी गयो अब 201 मा कतिमा गए 201 र 202 सम्म आज गर्छौँ हामी अनि भाग 15 सकिहाल्छ भाग 16 हामी भोलि गर्छौँ ठिक छ भोलि हामी गर्छौँ भोलि भाग 16 र भाग 17 गर्छौँ ठिक छ त अब 201 मा हामी गए 201 मा यसको म्याजिकल वर्ड के हो त्यो भन्दा अगाडि यहाँ के लेखेछ नाक हुँदैन भने खराब चिजको स्मेल त्यहाँ चाहिँ थाहा हुँदैन हो थाहा हुँदैन अब नाक त स्मेल गर्नको लागि छ नाकै छैन भने स्मेल कसरी गर्छ ल 20K पुगायो बधाई छ ल आज पनि रेकर्ड टुट्ने भयो 22K होइन ल अब 201 को म्याजिकल वर्ड गेस गर त तिमीहरू त्यो चार लेटरको छ एनले स्टार्ट छ एनले स्टार्ट छ लेखा छिटो के हो रिलेटेड भनेछ होइन रिलेटेड ल ठिक छ चाराहरू बर्डहरू त्यसमा बस्छ अब त आइहाल्छ सिधा ल स्पेलिङ लेखा त के हुन्छ बर्डहरू जहाँ बस्छ ओके आइसक्यो नेस्ट NEST तर हाम्रो लजिकमा छ नास्ट NAST नास्ट नास्ट नास्टले नेस्ट नास्ट नेस्ट नेक्स्ट त्यो सम्झिने ठिक छ ल अब उसलाई संविधानको धारा 201 मा लेखेको छ विधेयकमा प्रमाणीकरण मतलब जो बिल छ त्यसमा के चेन्जेस गर्नु ठिक छ भन्दैन चेन्ज गर्नु यसमा यस्तो यस्तो मिलाउनु पारित भइहाल्छ यस्तो यस्तो मतलब भएन भने पारित हुँदैन त्यही मतलब चेन्ज गर्ने विधेयकमा प्रमाणीकरण के चेन्जेस गर्नु त्यो नेक्स्टले अब हेर्छ नि नेक्स्टले दिमागमा के हुन्छ वर्ड्सहरू नि नेक्स्ट बार चेन्ज गरिरहेको हुन्छ कहिले यहाँ बस्छ कहिले त्यहाँ नेक्स्टमा बस्छ कहिले अर्को ट्रीमा जान्छ किन बेचारा उसको अरू बर्ड्सहरूले या मान्छेहरूले फालिदिन्छ होइन पहिला त्यो क्याटापुलेटले गुलेथी भन्थ्यो गुलेल के भन्छ त्यसले खसाइदिन्थ्यो होइन हो त त्यो बेचारा कहिले यहाँ कहिले त्यहाँ जान्थ्यो त यो के हो चेन्ज गर्छ पोजिसन बर्डले आफ्नो नेक्स्टको पोजिसन आफ्नो बसाइ के गर्छ चेन्ज गर्छ हो त्यही विधेयकमा चेन्जेस गर्नु भनेर हामी सम्झिन सक्छौँ ल अब चाहिँ हाम्रो 202 आजको भाग मतलब पार्ट 15 को लास्ट धारा 202 हो स्टार्ट भयो थियो 197 मा यो पार्ट 15 चाहिँ ठिक छ अब 202 मा छ अध्यादेश अध्यादेश छ संविधानको धारा 197 मा लेखेको छ अध्यादेश अध्यादेश अब यसलाई कसरी जोड्ने म्याजिकल वर्ड के हो ल म हिन्ट दिन्छु म्याजिकल वर्ड लेख त जहिले पानी पर्छ मलाई बिहान पानी पर्न थाले जोडले एकदम बेलुकासम्म परिरहेछ त के हेर्दैन हामी आँखाले के हेर्दैनौँ त्यो दिन त्यही हो म्याजिकल वर्ड लेख त हो सन राधिएको एन्सर राइट छ त्यो दिन के हुन्छ नो सन यही हो म्याजिकल वर्ड लेख नो सन अध्यादेशलाई कसरी नो सनसँग रिलेट गर्ने अचानक नो सन भने जस्तै अँध्यारोमा अध्यादेश जारी हुन्छ अध्यादेश अँध्यारोमा जारी हुन्छ भनेर हामी सम्झिन सक्छौँ ठिक छ ल 202 कहाँ छ अर्को पनि लजिक छ कि बताइदियो तिमीहरूलाई 202 यहाँ छ ल 202 मा के लेखेको छु म थाहा छ अचानक अध्यादेश जारी भयो मानौ त्यो दिन नो सन भएको जस्तै अन्धकार छायो मतलब अन्ध्यारो थियो जहिले अध्यादेश अध्यादेश
यसरी जोड्ने कि नो सन, सन नो सन, जहिले सन अँध्यारो, जहिले सुहाउँदैन के हुन्छ अँध्यारो हुन्छ, अँध्यारोले अध्यादेश, अध्या अँध्यारो, यसरी जोड्ने, अन्धकारमा हावा चलाउने, तीर चलाउने होइन हो, त्यस्तै लजिक छ होइन, अनरियलिस्टिक हो। अध्यादेश त्यही जारी भयो कहिले, जहिले अँध्यारो थियो, जहिले सन उदाएको थिएन हो। ननसेन्स जस्तै एकदमै लजिक हो, मतलब लजिक एकदम अनरियलिस्टिक, ननसेन्स, फनी, ह्युमरस हुन्छ के हो। नो सन मतलब सन थिएन, एकदम अँध्यारो थियो, त अँध्यारोमा अध्यादेश जारी भयो ल। सो सबैजनालाई एकदम बधाई छ, तिमीहरूले 15वटा संविधानको भाग 15वटा कम्प्लिट गरिसक्यो। ल लेख त टोटल कतिवटा भाग छ, टोटल पार्ट्स कतिवटा छ लेख त तिमीहरू छिटो। टोटल पार्ट्स 35वटा छ, 35वटामा 15वटा कम्प्लिट भयो त बाँकी कतिवटा छ लेख त। कसले छिटो लेखिरहेछ हेरौँ म, तिमीहरूभन्दा छिटो त मैले लेखिदिएँ छिटो छिटो लेख्ने। 20वटा बाँकी छ, 15वटा सकिसक्यो, 20वटा बाँकी छ। सो हामी यो 20वटा जुन बाँकी छ त्यो हामी सघाउँछौँ। ल तिमीहरू अब बताऊ, 308वटा धारा छ जसमा कतिवटा कम्प्लिट भइसक्यो लेख त, छिटो छिटो लेख धडाधर। 202वटा भइसक्यो, त कतिवटा धारा बाँकी छ अब त्यो लेख। 308वटामा 202वटा भइसक्यो भने कतिवटा बाँकी छ, छिटो लेख छिटो। हेरिरहेछ यति 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 स्लो लेख्छ, कतिवटा हुन्छ 308 माइनस 202 कति हो हेर त। सबभन्दा पहिला मै लेखेँ, त्यसपछि आयुषी लेख्यो, त्यसपछि राधिका, 106वटा हुन्छ हो होइन ल। सो आजको लागि हामी यतिकै, फेरि भोलि हामी भेट्छौँ ठ्याक 9 बजे हाम्रो लाइभ हुन्छ। आज डे 15 थियो, भोलि चाहिँ डे 16 हुन्छ।